गाइस आजको दिन हामी जाँदैछौँ खोलातिर नुहाउन होइन। म जान्ने होइन। भिडियोलाई लास्टसम्म हेरिदिनु होला र भिडियोलाई माया राखिदिनु होला। लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र अगाडि हेर्दै जाउँ अब के हुन्छ त। सो गाइस आज होइन पुरा नुहाइदिने मेरो विचार आयो क्या, त्यही भएर आज म खोला जाँदैछु। पुरा सफा भएको होइन, अब नुहाउने पनि भ्लग हान्ने हो मैले। सो नुहाएको भ्लग अब आज हाल्नु गइरहेको छु। थाहा छैन कस्तो लाग्छ, फेरि पनि लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु होइन। सो हामी पुगिरहेको छौँ, अब थोरै टाढो छ। डोन्ट वरी गाइज, अर्को खोलो धेरै टाढो छैन, अब 1-2 मिनटको बाटो छ अनि पुगिजान्छौँ कि गाइज। तर पानी चाहिँ माल भइरहेको छ यार, पानी दामी जोतमा होइन, दामी भइरहेको छ पानी। अनि नुहाइदिने अब आइरहेको छ यहाँसम्म त नुहाइ नै जानु पर्ने होला। अब 2-3 मिनटको बाटो अनि त पुग्यो। अनि चाहिँ पानी चाहिँ यस्तो दामी थियो नि, हेरेँ मैले अहिले पानी सुङ्लो थियो। उता पाइ कस्तो हुने हो होइन, उता अलि त्यो खोलो पनि अलिक ठुलै छ, सो अलि धुनु त होला। तर साँच्चै भनौँ भने होइन गाइज, अहिले मेरो साथीहरू भइदियो भने मस्तले गङ्गाटा मारिन लाइटर साइटर ल्याइन पोली खाइने थियो। अब एक्लै छु, लाइटर पनि छैन, अब चुरुट खानु परेन, नभए लाइटर बिग्रिन्थ्यो होला। अब लाइटर पनि छैन, अब के गर्ने, त्यसै बस्ने हो। अनि एउटा कुरा सोध्छु है तिमीहरूलाई, जसले पनि यसको राम्रो सही एन्सर दिन्छ नि त्यसलाई मेरो तर्फबाट त्यसको कमेन्टलाई मैले लाइक गरिदिन्छु। ओके, क्रिएटरले त्यसको कमेन्टलाई लाइक गर्नु भने ठुलै कुरा हो। ओके, यो पानी जुन अगाडि देखिराख्नु भएको छ तपाईँहरूले एकछिन म अलि नजिक गएर देखाउँछु। जो तिमीहरूले यो अगाडि तिम्रो आँखा अगाडि जुन पानी देखिरहेको छौ, ओके, जुन यो पानी छ यो यस्तो कलरमा किन छ, यो किन यस्तो कालो भइरह होला, मलाई यो एन्सर मलाई दिनुहोस् है। छिटो कमेन्ट गर्नुहोस्, म बाटो हेरिरहेको छु। थाहा छैन, किनकि यहाँ जुन पात छ नि यो कुहिएर यसको जुन मल हुन्छ नि, मल त्यही हो यसमा मिसिएको। नत्र यत्रोमा कसले बिस हाल्ला यार। एउटा बिस भने पनि कोहीहरूलाई थाहा हुन होइन, बिस हाल्ने भने त्यो रुखको जुन बोक्रा हुन्छ नि त्यसलाई कुटेर त्यसमा त जुन रस निस्किन्छ त्यो माछाको लागि अलि बिस जस्तो काम गर्छ अरे क्या। सो तिनीहरू माथि आउँछन् र माछा मार्नु सजिलो हुन्छ। सो यसरी पनि माछा पार्ने, तर यत्रो तालमा कसले माछा मार्ला यार। र फाइनली खोलो पनि भेट्यो र यो माछिकिन खोलो पनि माछा पुरै बिस कुटेर कालो छ बड्डा, यस्तोमा नुहाउने रहेछ। फेरि उता आइमाई यहाँ फेरि माछाले खोलो कर, मेरो माछा भाग्यै खराब छ यार। यस्तोमा के नुहाउने लाया छ बड्डा, अलि उता जानु पर्यो यार। यस्तो पानी छ यार। गइरहेछ धेरै भयो चोब्लाङ अब मस्तले कहीँ गइन मजाले घोट्ने अनि जाने हो मजाले घर पाएँ। अनि नयाँ आउटफिट ल्याएको छु, त्यसलाई लाउने। त्यसको लागि अब पहिला यहाँ खर्सा ढुङ्गा खोज्नुपर्छ, यो हल्का खर्च छ क्या। ओके, चल्छ अहिले काम भइहाल्यो होला मस्तले। अब 1-2 चोटि डाइभ हान्छु अनि जाउँला गयो भने मस्त नै गएर मस्तले युट्युब हेर्ने। युट्युब भन्नाले के तिमीहरूलाई पनि म जस्तै फनी गेमिङ भिडियोहरू मनपर्छ?
मलाई त भस्मै राम्रो लाग्छ यार मतलब फनी गेमिङ भन्दा चुवाक त केही भिडियो अरू केही लाग्दैन। यदि तिमीहरूलाई पनि फनी गेम प्ले भिडियो राम्रो लाग्छ र साथै हिन्दी आउँछ भने मेरो च्यानल छ झल्लो गेमर भन्ने, माथि युट्युबको सर्च बारमा झल्लो गेमर सर्च गर्नु होइन, मेरो च्यानल फर्स्टमै आउँछ। सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, अनि कमेन्ट पनि राम्रो राम्रो के गर्न चाहनुहुन्छ भने गरिदिनु होला र इन्जोय गर्नुहोस्। कस्तो देखिरहेको छ यार, प्लिज मलाई कमेन्ट चाहियो है, राम्रो कमेन्ट चाहियो, नराम्रो भए पनि ठिक छ, डोन्ट वरी, तर यसो कमेन्ट आनौँ है। कस्तो लाग्यो तपाईँहरूलाई आजको भ्लग? आज म बिहान गोला गएको थिएँ, बाख्रा गोला, जसको मैले भ्लग बनाउन सकिनँ, तर पनि बाख्रा गोलाबाट आएर मैले भात खाएँ, भात खाएर म यहाँ नुहाउन आएको छु, जसको मैले भ्लग बनाउन सकेँ र तपाईँहरूले हेरि पनि सक्नुभयो। र थोरै मेरो इन्ट्रोभर्ट नेचरले गर्दा मतलब म अलि मान्छेहरूको सामने अलि गएर भ्लग बनाउने यसो गराउन सक्दिनँ क्या, किनकि मेरो मान्छेहरूले लाज लाग्ने भन्छ नि, त्यस्तै हुन्छ मलाई पनि। मलाई लाज लाग्छ मान्छेहरूको अगाडि भ्लग बनाउने, यस्तो हरकत देखाउने। सो तर यदि मेरो च्यानलमा 1K सब्सक्राइबर कम्प्लिट भयो भने म यो लाज बेची खान्छु है, म त यो लाज बेची खान्छु। अनि जता भए पनि जस्तो भए पनि आफ्नो बेस्ट दिन्छु, तर मेरो इन्ट्रोभर्ट नेचरले गर्दा मैले आजको भ्लगमा आई नो कि मैले आजको भ्लगमा आफ्नो बेस्ट दिन सकिनँ, बट यदि मेरो 1K सब्सक्राइबर कम्प्लिट भयो भने म आफ्नो बेस्ट दिन्छु। जोइन गर तेरो यहाँ यता आएर जोइन गर, डुबाउलास् त्यसलाई डुब्ला र मार खाला माछा नि देखाइदियो त। र आजको भ्लगको लागि यति नै, भेट्छु तपाईँहरूसँग भोलिको भ्लगमा सायद भेट हुन्छ होला, किनकि मेरो प्रेजेन्सलाई पनि अहिलेसम्म म भ्लग बनाउँछु भन्ने अब थाहा छैन। सो सायद भोलि पनि मेरो भेट हुन सक्दैन होला, बट डु सब्सक्राइब मी र बेल आइकनलाई अलमा सेट गर्नु होला, किनकि जहिले बेला पनि मेरो भ्लग आओस् तपाईँहरूको माझ सबैभन्दा अगाडि जाओस् है। सो बाई बाई अहिलेको लागि त।